थुमथुमबाट आउनु भएको 23/3/2025 को दिन आज यहाँ दलबहादुरको किराँतहरूमा यस्तै खालको थियो थाप्सङहरू राखिकन तपाईँलाई भोक लाग्छ तिर्खा लाग्छ भन्दै यो थाप्सङहरू त्यसरी नै हामीले माथि छ ल बडा ढेँडो दाल सबै ढेँडो मैले दराजभित्र छोपेको छु ल तपाईँ यहाँ बढीलाई छ ऊ बढीले चलो घरमा चाहिँ एकछिन पकेको मैले त भन्नु त भनेको कि क्यामेराम्यान पो भएछ त उफ नाचेली बहिनीले पक्राएको बस है बस है बस्नु साइबुङ गरिसकेपछि प्रत्येक घरबाट एकजनाले दाल होस् या गुन्द्रुक होस् सधैँभरि खाटे म राईबाट बस्न बोल्दा भयो नि त म यही बोल्छु घरको बेबेलन छोटा चेप्टा राखेको छु स्वीकार गरिदिनु पर्छ भनिकन अब सबैभन्दा ठुलो पहिला हावा खेवा थियो अरे माइती बेगरको चेली हुँदैन अरे है यसले गर्दाखेरि धनेश र हुराएको कुराहरू आउँछ यसमा भन्यो भने राजकाल है धनेश र हुराएको कुराहरू आउँछ खुचुलिप्पा थियो अरे धनेश र हुराएको भाइ काजु खुचुलिप्पा थियो अरे त्यसो चेली माइती हुनु एकदमै नितान्तै आवश्यक छ त्यसले गर्दाखेरि अब यो थाप्सुङहरू माइतीलाई है
सेवन्ने गर्ने हो ओइ अम्बर मासु अलिक दिए त गर्नु पर्यो अलिक दिए त तपाईँलाई अझै टुक्रा दिनु पर्यो 5 टुक्रा हुँदा हाल्यो अब माइतीले उल्टा कुरा गर्नु सामेत गोत्र अब माइतीले सामेत गोत्र अब दिनु पर्यो तिमी के खरी हो के माछा बाई हो पाछामा मेरो परे बाई मुला छ मेरो गोत्र चाहिँ त्यही हो काशी गोत्र भनेपछि काशी गोत्र पर्यो बाई मुला छ अब तपाईँहरूले कुनै पनि कार्यमा कुनै पनि सानो एउटा चाडबाड आयो भने पनि आफ्नो अब दाजुभाइ त छ माथि उहाँ बेगत होइन सानो चाडबाड अब तिमी पनि अब दसैँ तिहारको टाइममा भुलटिका खानु जानु पर्यो आदन पर्यो अब उसले चुला चौकामा उफ्रिनु पाउने अथवा केही त्यहाँ धुनी पनि गर्नु पाउने त भयो नि त्यो त अब सबैले पाउने अधिकार हो हाम्रो अब त्यो माथिबाट पनि तपाईँहरूले सोधेर आउनु भएको रहेछ अनि अब पहिला चाहिँ पहिलाको बुढोहरू अलिक कट्टर थियो र दिन्थेन र अब हामी कतिपय कुराहरू चल्दै जानु पर्यो नि अन्त त्यो रीतिहरू अब हामीले माथिबाटै अब आदेश दिएको अनुसार गर्नु पाइन्छ भन्ने कुरा पनि भयो यहाँ है अनि अर्को कुरा चाहिँ मलाई एउटा के लागेको छ भने अब त्यो बोट चल्ने फल नचल्ने के भन्छन् त्यो पनि अब त्यो त्यति गरिसकेपछि सबै चल्नु पर्यो नि त अब बोट आएपछि यहाँबाट जन्म भएपछि त्यो नानीहरू त स्वतः राई नै भयो नि त अब र त्यो पनि छ एउटा है अनि त्यो चल्नु पर्यो चल्नु पर्यो हाम्रो यो के अरे रीति अनुसार आज हामी भेला भएको छौँ तिमीहरूको जिन्दगी अब राम्रो होस् हैन यही भन्छु त्यति मात्रै हो अब हामीले अरू त के यही मात्र हो आफ्नो जातको लहरमा कसैले नगिरोस् हैन अन्त यो जातको हाम्रो जातको मिल्यो भनेर सङ्केत हो भन्दै मेरो कुरा यही अन्त गर्छु धन्यवाद भति समर्थन दुईजना भएन भने जस्तो गरेर दुईजना मिलेर खानु दाल भात त आज दाल भात खाएर मासु भात खायो भोलि चाहिँ गुन्द्रुकको झोल पायो रिसाउनु भएन नि किनेकै छैन त्यसै बित्थामा बनाउन त्यो अन्त त्यो हावामा परेको त्यो गरौँ न पहिला त्यो गरौँ न त्यो भेउ हाल्छु म त्यो भेउ एक एकवटा बाँडा तब पनि यहाँ बाँड परेर सुनाएपछि त म चाहिँ तिमीहरू दुईजनालाई आशीर्वाद दिन्छु शुभ धामुन सुन जो लुङ देरी दे ओकोरको खस्यो लस्यो सारे लुङ तपाईहरुको सामित के छ वकिम चाहिँ यो थुलुङ वकम चाहिँ लासमा गोत्र लासमा राजा यो हन्ना चाहिँ आइज पूज्यो हन्ना चाहिँ दुधमा चारीमा सुन्लीमा पारौमे यो सँगै यता बस्छ त्यो हामीलाई फेवाले खौलोले किनेको छ है सबले सहयोग गर्नु गर्नुपर्छ नि नाच्नु होइन भन्दैन अरूमा भन्दा उसले पुरा गोजीमा हाल्छ ढका पैसा यति उसले नै हाल्छ अरूमा भन्छ 5-6वटा मात्र आएछ ढका पैसा लान्छ भनेर यो कुरा चाहिँ उयो रहेछ नि त है घुस भन्दा पनि आज आएको भाडा टाढोबाट आएको हुन्छ गाडी भाडा किरातहरू भन्ने चाहिँ यस्तो
एउटा कुरा जहिले जुन भनिहाल्यो हो र सबैलाई मेरो नमस्ते हुन्छ। हो के हो भनेदेखि अब अनाजातले यो नाति छोराछोरी सबले छोराहरूले र भनेदेखि हामीले दाल भात गर्दै आयौँ धेरैवटा कुराहरू गर्दै आयौँ तर चुलाहरू छुनु नपाउने भन्ने कुरा अर्थ कतिवटा थियो हो तर अहिले तपाईँहरूले सबैले जानेर बुझेर सबैले त्यो स्याहार्नुपर्छ भनेदेखि हामीले त्यो चुला छुनु किन नदिनु त्यो चाहिँ आज तपाईँहरूले त्यो चाहिँ एकदम सफा क्लियर गरिदिनु अब दाल भात चाहिँ खानु अरे चुला चौकाउन छुनु नहुने अरे भने सबलाई खुल्ला तपाईँहरूले पञ्चायतले जतिजना छौ तपाईँहरूले खुल्ला गरिदिनुहोस् भनेर त्यही त केटीको जातै हुँदैन कहिले पनि म त आफ्नो भाषामा लेख्नु कुकुलुङ मातलुङ सेलुङ भनेर कहिले तेरो भाषामा लेख्छ त्यहाँबाट आफू लेख्नु पऱ्यो नि त लेख्नु सुन्नु होला सबैले सुन्नु आफ्नो भाषामा लेख्छु चियाबारी 2-3 नम्बर धुरा हुलाक रङ्गी जिल्ला दार्जिलिङ श्री लिखितम तमसुक पत्र आज दिनाङ्क 23/3/2025 आइतबारको दिन स्थानीय पुङ चियाबारी अन्तर्गत नितिन धुरा निवासी श्रीमान अम्बर राई ठुलो वाखाम्चे हरिपाको घरमा दाल भात सम्बन्धी एउटा भेला बस्यो। उक्त भेलामा उसैको सुपुत्र श्रीमान रेशप राई ठुलो वाखाम्चे हरिपाले यही पुङ खासमल बस्ती निवासी श्रीमान विजय विष्टको सुपुत्री श्रीमती रक्षा विष्ट छेत्रीलाई धर्मपत्नी बनाई बिहे गरी ल्याएको हुँदा आज भेला भएका चुमचुमका किराँती राई भला पञ्चहरूले श्रीमती रक्षा विष्ट छेत्रीलाई हाम्रो किराँती रहरमा ल्याउन सक्छौँ भनी किटान गरे हो त्यसै हो त्यसै हो कार्बन थिएन दाजु कार्बन थिएन अहिले जेरक्स मेसिन छ के कार्बन अहिले मेसिन छ त जस्तो लेखे त्यस्तो निकालिदिनु हाम्रो किराँती लहरमा ल्याउन सक्छौँ भनी किटान गरे पश्चात यही गाउँका श्रीमान रूपन राई वायु मुलाचालाई श्रीमती रक्षा विष्ट छेत्रीले सर्व किराँती भोला पञ्चहरूको सामु किराँती दस्तुर अनुसार माइती मानिले अनि श्रीमान रूपन राईले पनि श्रीमती रक्षा विष्टलाई आफ्नो जात थर सामेत पासा दिएर आफ्नो चेली स्वीकार गरे बापत दुवै केटाकेटीको हातबाट सहर्ष दाल भात लिए। अब प्रान्त यस घर गृहमा जातपात विषय लिएर कुनै प्रकारको चर्चा हुन पाउने छैन। यदि कसैले चर्चा गरे सोही व्यक्ति जिम्मेवारी हुनेछ, साथै आजको सम्पूर्ण अर्जना भरपाई गर्न पर्नेछ भनी आज भेला भएका सम्पूर्ण किराँती राई भोला पञ्चहरूले राजी खुसी साथ सही छाप दिए। इति शुभम माइतीको सही उपस्थित किराँती राई भोला पञ्चहरूको सही। अब कहिले अब कालो दाल माथि है ओले हुन्छ डकुमेन्ट्समा राखेको बोतलमा उयो बोतलमा छ पानी उयो क्यामेराम्यान त हौ क्यामेरा